खाजामा के खाने भन्ने कुरा हुन्छ नि त होइन। अनि खाजामा चाहिँ खाने भनेको छिटो भनेकै करेन्ट हो, मिठो भनेकै करेन्ट हो होइन। अब म चाहिँ करेन्ट चाहिँ घरमा ल्याएर राख्दिनँ क्या, फेरि सधैँ खानु मन लाग्छ नि त होइन, भात नखाएर नि। त्यही भएर म चाहिँ ल्याएर राख्दिनँ, एउटा सर बिगमार्टमा लिन जान्छु अनि लिएर आएर पकाउँछु होइन। कहाँ अब फेरि पिरो खाइसकेपछि त दही पनि खानु पर्यो होइन। दही सही रेडी बनाएर चट्ट लाएर होइन अनि खानु त पर्यो। अब भोइस ओभर गरेको के बोलौँ हुन्छ, त्यही भएर यही हालिदिएको। अब मेरो त्यस्तो साह्रो जानिने होइन, त्यहाँ अरूले हेर्ने होइन, आफ्नै रमाइलोको लागि हाल्ने हो होइन। मिठो भएको थियो क्या। अनि यो चाहिँ झन् अरूभन्दा नि साथीसँग खाने बेला चाहिँ साह्रै मिठो हुन्छ क्या, अझ ग्याङमा। अझ यसमा अलिअलि झोल हालिदिएर पुसमाघमा क्या अझ होइन, छिप छिप झोल हालेर कति मिठो हुन्छ यो करेन्ट।